अनुदानको डङ्का पिट्नुहुन्छ। हामीलाई 17 थरी बनाएर खमितहरू पटके पण्डित हुनुहुन्छ। हामीलाई 17 थरी बनाएर खमितहरू पटके पण्डित हुनुहुन्छ। हाम्रो न्वारन पटक पटक गर्नुहुन्छ र फेरि भन्नुहुन्छ राम्रै तलब दिएकै हो, राम्रै तलब दिएकै हो, किन बढाएनौ, किन 52% फेल गरायो। गगल्स लगाएर स्कुल छिरेका हामी +2 को चस्मा भिरेर पढाइरहँदा पनि अझै धुरुमुरुमा छौँ। अनुहारमा उज्यालो चन्द्र बोकेर स्कुल छिरेका हामी चाउरी बोकेर अनुहारमा अझै धुरुमुर छौँ। खमितहरू 28 साले शिक्षा विधान पल्टाएर गणतन्त्रको गुड्डी हाँक्नुहुन्छ। खाए खा नखाए गीत भन्नुहुन्छ। पजेरोमा जुल्फी लड्काएर आफू कुल्फी खानुहुन्छ। आफू डकारेर हामीलाई हप्काउनुहुन्छ। मालिकहरू स्कुल खोल्नुहुन्छ, डेस्क बेन्च दिनुहुन्न। मालिकहरू स्कुल खोल्नुहुन्छ, डेस्क बेन्च दिनुहुन्न। 2-4 शिक्षकहरूको दरबन्दी देखाएर गुणस्तरको मापदण्ड सिकाउनुहुन्छ। पिएर सहयोगीहरूको झुण्डको लस्कर बोकेर खमितहरू हामीलाई भन्नुहुन्छ तिम्रा स्कुललाई किन सहयोगी चाहियो। खुरु पढाऊ, तिम्रो काम पढाउने पो हो, किन अधिकारको पाइन चढाउँछौ। अब माइतीघर मण्डलाबाट हाम्रो माग कि वार हुनुपर्छ कि पार हुनुपर्छ। अब माइतीघर मण्डलाबाट हाम्रो माग कि वार हुनुपर्छ कि पार हुनुपर्छ। गुरुलाई गोरु ठान्नेहरू, गुरुलाई हली ठान्नेहरू, विचार ठान्नेहरूलाई विचारको लौरो लगाउनु पर्छ। अब सिकाउनु पर्छ गुरुको महिमा। साथीहरू अब फेरि मण्डलाको सुमेरु घुम्न नपरोस्। भोको पेटमै सही पटुकी कसेर अधिकारको रक्षार्थ ओछ्यान लगाएर यहीँ सुत्नुपर्छ। अब मण्डलामै बसेर आफ्नोपनको खोजी गर्नुपर्छ। हामीलाई तिम्रो दया होइन सरकार, हामीलाई ट्रेड अधिकार चाहिन्छ। हामीलाई तिम्रो दया होइन सरकार, हामीलाई ट्रेड अधिकार चाहिन्छ। हामीलाई आफ्नो कर्तव्य थाहा छ सरकार, कलिला नानी बाबुहरूको भविष्य थाहा छ सरकार। हामीलाई न्याय देऊ सरकार, हाम्रो आन्दोलन जारी छ। जय शैक्षिक आन्दोलन। धन्यवाद, नमस्कार। नेपाल शिक्षक महासङ्घका अध्यक्ष एवं आजका प्रमुख अतिथिज्यू, नेपाल शिक्षक सङ्घ, युएनटो, एन्टा लगायत आबद्ध र सम्बद्ध घटकका सम्पूर्ण अध्यक्षज्यूहरू र यो हाम्रो विद्यालय शिक्षा विधेयकलाई लिएरै जानको लागि भनेर आउनुभएका हाम्रो ताप्लेजुङदेखि दार्चुलासम्म र झापादेखि कञ्चनपुरसम्मका 77 जिल्लाका सम्पूर्ण सहकर्मी शिक्षक मित्रहरूमा म नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको अध्यक्षको तर्फबाट यहाँहरूलाई हार्दिक अभिवादन गर्न चाहन्छु। शिक्षक साथीहरू, हामीहरूको यो आन्दोलन बाध्यात्मक हो भन्ने कुरा यसभन्दा अगाडिका शिक्षक साथीहरूले पनि भनिसक्नु भएको छ र चाहिँ हामीले बुझिराखेको कुरा पनि हो। हामीले यो अहिले विद्यालय शिक्षा विधेयक मात्रै खोजेका होइनौँ। त्यो विद्यालय शिक्षा विधेयकभित्र हाम्रा 75 सालको फागुन 9 गतेका दिन गरेका 22 र 8 गरेर 30 मुदे सम्झौताहरू, 78 सालको फागुन 9 गते गरेका 51 मुदे सम्झौताहरू र 80 सालको असोज 5 गते गरेका 6 मुदे सम्झौता र असोज 12 गते गरेका 5 मुदे सम्झौताहरूलाई अक्षरशः ती सम्झौताहरूलाई समेत एड्रेस गर्ने गरी, ती सम्झौताहरू समेतमा हाम्रा मागहरूलाई पुरा गर्ने गरी विद्यालय शिक्षा विधेयकको माग गरेका हौँ। र यो विद्यालय शिक्षा विधेयकभित्र हाम्रा सबै ती मागहरू एड्रेस भएन भने अहिलेसम्म हामीले भन्ने गरेका छौँ एउटा बाल विकासमा चाहिँ जुन सरकारले नै तोकेको एउटा श्रम ऐनले तोकेको समेत पैसा उहाँहरूले पाउनु भएको छैन र
विद्यालय कर्मचारीले समेत अहिले सरकारले तोकेकै 17,000 समेत पनि नपाइरहेको अवस्था, 8,000मा चाहिँ काम गर्दै गइरहेको अवस्था छ। र एउटा 60 सालमा स्थायी भएको शिक्षक अहिले 68 सालमा उसले अन्तिम ग्रेड खाँदा पनि अहिले उही प्रावि अथवा निमावि जुनसुकै तहको पनि तृतीय श्रेणीमै बसिरहनु परेको छ। अहिले 20-21 वर्षसम्म पनि उहाँहरूको प्रमोसन भइरहेको छैन। र यी कुराहरू र चाहिँ साबिक उच्च माविमा पढाउने शिक्षकहरू 48 देखि 50 सालदेखि स्थायी हुन सक्नु भएको छैन। अस्थायी करारका शिक्षक साथीहरू, राहतका शिक्षक साथीहरू जसले 22 वर्षसम्म अहिले पढाइसक्नु भएको छ, तर उहाँहरू चाहिँ उमेरको हदबन्दीले पनि अब चाहिँ अर्को ठाउँमा जान नसक्ने अवस्थामा हुनुहुन्छ। र उहाँहरू समेतको ती सबै मागहरूलाई राखेर अहिले जसरी सरकारले पेन्सनको हाम्रो चाहिँ 75 साल 12/4 पछिका शिक्षक साथीहरूले पेन्सन नपाउने भनिरहँदा हाम्रो आन्दोलनको बलबाट नै अहिले अब 82 वैशाख 1 सम्म जुन शिक्षक साथीहरू स्थायी हुनुभएको छ उहाँहरूले पेन्सन पाउने सरकारले निर्णय गर्यो। त्यो सरकारले निर्णय गरेकोलाई चाहिँ मैले हार्दिक कृतज्ञता र धन्यवाद दिँदै त्यस्तै किसिमले जसरी एउटा पेन्सन नपाएका शिक्षक साथीहरूले पेन्सन पाउने कामलाई चाहिँ सरकारले गर्यो, त्यस्तै प्रकारले अहिले टाइम बन्ड प्रमोसन हरेक 10 वर्षमा चाहिँ स्थायी शिक्षक साथीहरूलाई प्रमोसन हुने र तहगत बढुवा हुने, त्यस्तै हाम्रो अस्थायी करार ज्यालादारीमा रहेका शिक्षक साथीहरू समेत स्थायी हुने र श्रम ऐनभित्र रहेका हामी चाहिँ ट्रेड युनियनिस्टहरूले यो आन्दोलन गर्ने कुरालाई अब सदाको लागि चाहिँ त्यो बन्द गर्ने गरी विद्यालय शिक्षा विधेयक जुन अहिले 53 सालसम्म चाहिँ रहेको 28 सालदेखि अहिलेसम्म आइरहेको छ, यसलाई चाहिँ अब यो 2082 को सुरुकै महिनाबाट नै हामीले चाहिँ आओस् भन्नका लागि सम्पूर्णले सहयोग गरेर आफ्नो चाहिँ हजारौँ रुपियाँ चाहिँ खर्च गरेर अहिले दार्चुलाबाट हुम्लाबाट यहाँ आउँदा एकजना शिक्षकलाई झन्डै 50,000 रुपियाँ चाहिँ आते जाते खर्च हुन्छ। त्यति समेत खर्च गरेर शिक्षक साथीहरू आउनुभएको छ। यो कार्यक्रमलाई सफल पार्नको लागि विद्यालय शिक्षा विधेयकलाई चाहिँ लिएर जानको लागि आउनुभएका सम्पूर्ण हजारौँ शिक्षक साथीहरूमा म शिक्षक सङ्गठनको तर्फबाट फेरि पनि यहाँहरूलाई चाहिँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र सरकारले सुनोस्, सरकारले जसरी पनि यो हाम्रो विद्यालय शिक्षा विधेयक अहिले हिउँदे अधिवेशन गएको छ भने पनि अब बर्खे अधिवेशनलाई 10-12 दिनभित्र चाहिँ आउँछ भने त्यति बेला चाहिँ यो अहिले जुन उपसमिति बनेको छ उपसमितिले निरन्तर काम गरेर हामीहरू यही रहँदै यसलाई चाहिँ विद्यालय शिक्षा विधेयकलाई संसदमा पेश गरेकै दिनमा 1 देखि 2 दिनभित्रै यसलाई पास गरेको र हामीलाई चाहिँ दियोस्, यही कुराहरू सरकारसँग पूर्ण रूपले चाहिँ माग गर्दै अहिले चाहिँ लामो नभनिकन सम्पूर्ण शिक्षक साथीहरूलाई चाहिँ फेरि पनि हार्दिक आभार व्यक्त गर्दै आएर यसरी सहयोग गर्नुभएकोमा र चाहिँ महासङ्घले बोलाएर आउनुभएकोमा पुनः यहाँहरूलाई फेरि पनि स्वागत गर्दै मेरा भनाइहरू अन्त्य गर्छु। हस्त, धन्यवाद, नमस्कार।